दर्शकबिन नमस्कार। आज पनि हामी नयाँ भिडियोको साथ उपस्थित भएका छौँ। यस भिडियोमा हामी नेपालको संविधान सम्बन्धी जानकारी प्रदान गर्नेछौँ। यदि तपाईँ हाम्रो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने युट्युब च्यानललाई सब्स्क्राइब गरेर साथ दिनुहोला। नेपालको संविधानमा 35 वटा भाग रहेका छन् भने 308 धारा र 9 वटा अनुसूची रहेका छन्। नेपालको संविधान जारी गर्दा नेपालको प्रधानमन्त्री सुशील कोइराला हुनुहुन्थ्यो भने राष्ट्रपतिमा रामवरण यादव भने प्रमाणित गर्ने सुभाष चन्द्र नेमाङ हुनुहुन्थ्यो। त्यसैगरी मस्यौदा समितिको अध्यक्षमा कृष्णप्रसाद सिटौला र उपाध्यक्ष ओन्सरी घरती हुनुहुन्थ्यो। नेपालको संविधान सभाको महासचिवमा मनोहर प्रसाद भट्टराई हुनुहुन्थ्यो भने संविधान सभाबाट पारित भएको मिति 2072 भाद्र 30 गते रहेको थियो। त्यसैगरी संविधान सभाबाट जारी भएको मिति 2072 असोज 3 गते रहेको छ। यो नेपालको 7औं संविधान हो। 238 वर्षको राजतन्त्रको अन्त्यपछि बनेको यो मुलुकको संविधान हो। संविधानको विधेयक पारित मिति 2072 भाद्र 30 गते रहेको थियो। त्यसैगरी संविधानको पहिलो संशोधन 2072 फागुन 16 गते भने राजपत्रमा प्रकाशन भएको 2072 फागुन 16 गते नै हो। नेपालको संविधान कुल 2 पटकसम्म संशोधन भएको थियो। पहिलो संशोधनमा धारा 42, 84 र 286 गरी 3 वटा धारा संशोधन भएका थिए। त्यसैगरी दोस्रो संशोधन 2077 असार 4 गते भएको थियो। नेपाल संविधान सभाबाट संविधान जारी गर्ने 44औं राष्ट्र हो। विश्वमा पहिलो राष्ट्र भने फ्रान्स रहेको छ। नेपालको संविधान सम्बन्धी जानकारी। नेपालका संविधानमा 35 वटा भाग रहेका छन्, जसमा पहिलो भाग 1 मा प्रारम्भिक रहेको छ, जस अन्तर्गत 1 देखि 9 सम्मका 9 वटा धारा रहेका छन्। भाग 2 मा नागरिकता रहेको छ, त्यसमा 10 देखि 15 सम्म गरी 6 वटा धारा रहेका छन्। त्यसैगरी भाग 3 मा मौलिक हक र कर्तव्यमा 33 धारा, त्यसैगरी भाग 4 मा राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व रहेको छ भने भाग 5 मा राज्यको संरचना र राज्य शक्तिको बाँडफाँडको बारेमा रहेको छ। भाग 6 मा राष्ट्रपति र उपराष्ट्रपति सम्बन्धी व्यवस्था, भाग 7 मा सङ्घीय कार्यपालिका, भाग 8 मा सङ्घीय व्यवस्थापिका, भाग 9 मा सङ्घीय व्यवस्थापन कार्यविधि र भाग 10 मा सङ्घीय आर्थिक कार्यप्रणाली रहेको छ। यसरी 7, 8, 9, 10 ले सङ्घीयको बारेमा भनेको छ। भाग 11 ले न्यायपालिका, जसमा 126 देखि 156 सम्मका धारा, कुल 31 धारा रहेका छन्। भाग 12 मा महान्यायाधिवक्ता, भाग 13 मा प्रदेश कार्यपालिका, भाग 14 मा प्रदेश व्यवस्थापिका, भाग 15 मा प्रदेश व्यवस्थापन कार्यविधि र भाग 16 मा प्रदेश आर्थिक कार्यप्रणाली रहेको छ। यसरी भाग 13 देखि 16 सम्म प्रदेशको बारेमा जानकारी दिन्छ। त्यसैगरी भाग 17 मा स्थानीय कार्यपालिका, भाग 18 मा स्थानीय व्यवस्थापिका, भाग 19 मा स्थानीय आर्थिक कार्यप्रणाली। यसरी भाग 17, 18, 19 ले स्थानीयको बारेमा भन्छ। त्यसैगरी भाग 20 मा सङ्घ, प्रदेश र स्थानीय तहबिचको यो सम्बन्धको बारेमा रहेको छ भने भाग 21 मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बारेमा रहेको छ। भाग 22 मा महालेखा परीक्षकको बारेमा रहेको छ भने भाग 23 मा लोकसेवा आयोग, भाग 24 मा निर्वाचन आयोग, भाग 25 मा राष्ट्रिय मानव अधिकार आयोग, भाग 26 मा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, भाग 27 मा अन्य आयोगहरूको बारेमा रहेको छ। त्यसैगरी भाग 28 मा राष्ट्रिय सुरक्षाको बारेमा, भाग 29 मा राजनीतिक दल सम्बन्धी व्यवस्थाको बारेमा, भाग 30 मा सङ्कटकालीन अधिकारको बारेमा, भाग 31 मा संविधान संशोधनको बारेमा रहेको छ। त्यसैगरी भाग 32 मा विविध, भाग 33 मा सङ्क्रमणकालीन व्यवस्था, त्यसैगरी भाग 34 मा परिभाषा र व्याख्याको बारेमा रहेको छ भने अन्तिम भाग 35 मा संक्षिप्त नाम, प्रारम्भ र खोजीको बारेमा रहेको छ। यसरी धारा 308 सम्म 35 भागहरू विभाजन भएका छन्। नेपालको संविधानका 9 अनुसूची। अनुसूची 1 मा नेपालको राष्ट्रिय झण्डा, अनुसूची 2 मा नेपालको राष्ट्रिय गान, अनुसूची 3 मा नेपालको राष्ट्रिय चिह्न, 4 मा प्रदेश र तिनका सिमाना, 5 मा सङ्घको अधिकार सूची, 6 मा प्रदेशको अधिकार सूची, 7 मा सङ्घ र प्रदेशको साझा अधिकार सूची, अनुसूची 8 मा स्थानीय तहको अधिकार सूची रहेको छ। त्यसैगरी अनुसूची 9
सङ्घ, प्रदेश र स्थानीय तहको साझा अधिकार सूची रहेको छ। मौलिक हक धारा 16 देखि 46 सम्म मौलिक हकहरू रहेका छन्। 16 मा सम्मानपूर्वक बाँच्न पाउने हक, 17 मा स्वतन्त्रताको हक, 18 मा समानताको हक, धारा 19 मा सञ्चारको हक, धारा 20 मा न्याय सम्बन्धी हक, धारा 21 मा अपराध पीडितको हक, धारा 22 मा यातना विरुद्धको हक, धारा 23 मा निवारक नजरबन्द विरुद्धको हक, धारा 24 मा छुवाछुत तथा भेदभाव विरुद्धको हक, धारा 25 मा सम्पत्तिको हक, 27 मा सूचनाको हक, 28 मा गोपनीयताको हक, 29 मा शोषण विरुद्धको हक, धारा 30 मा स्वच्छ वातावरणको हक, 31 मा शिक्षा सम्बन्धी हक, भाषा 32 मा भाषा तथा संस्कृतिको हक, 33 मा रोजगारीको हक, धारा 34 मा श्रमको हक, धारा 35 मा स्वास्थ्य सम्बन्धी हक, धारा 36 मा खाद्य सम्बन्धी हक, 37 मा आवासको हक, 38 मा महिलाको हक, 39 मा बालबालिकाको हक, 40 मा दलितको हक, 41 मा ज्येष्ठ नागरिकको हक, त्यसैगरी धारा 42 मा सामाजिक न्यायको हक, धारा 43 मा सामाजिक सुरक्षाको हक, धारा 44 मा उपभोक्ताको हक, धारा 45 मा देश निकाल्न विरुद्धको हक र धारा 46 मा संवैधानिक उपचारको हक सम्बन्धी व्यवस्था रहेको छ। यसरी 31 वटा मौलिक हकहरू रहेका छन्। हवस् त आजलाई यो भिडियो यति नै। फेरि अर्को भिडियोमा हामी नयाँ विषयवस्तुको साथ उपस्थित हुनेछौँ। यदि तपाईँ च्यानलमा नयाँ हुनुहुन्छ भने फेरि पनि च्यानललाई सब्स्क्राइब गरी सहयोग गरिदिनुहोला। हवस् त धन्यवाद।